बुटवलदेखि चन्द्रौटासम्म 6 लेनको फराकिलो सडक र तिनाउ नदीमाथि उभिएको सिग्नेचर पुल तयार भएपछि यो क्षेत्रको मुहार फेरिनेछ। पूर्व पश्चिम यात्रामा निस्किएका यात्रुहरूले नारायणघाटदेखि बुटवल हुँदै चन्द्रौटासम्म पुग्दा विकसित नेपालको छल्को पाउनेछन्। सडकका विभिन्न ठाउँमा ओर्लेर सेल्फी खिच्ने, हरियाली जंगलहरूका दृश्य कैद गर्ने र विश्रामस्थलहरूमा सुस्ताउने अवसर पाउँदा यात्रा रोमाञ्चक हुनेछ। साँझ परेपछि बुटवल पुग्दा सिग्नेचर पुलको आर्क र तारहरूमा जडित झिलिमिली बत्ती तिनाउ नदीको सतहमा परावर्तित हुँदै आकाश र पानीलाई एउटै क्यानभास बनाइदिनेछन्। पुलको तल बनाइएका चेक ड्यामले नदीलाई शान्त तलाउझैं बनाउँदा पानीको सतह ऐना जस्तै चम्किनेछ। त्यही किनारमा दीप प्रज्वलनसहितको सन्ध्या आरती, शङ्खको ध्वनि, अगरबत्तीको सुवास र पानीमा हल्लिने बत्तीका छायाले वातावरण आध्यात्मिक र सौन्दर्यपूर्ण बन्नेछ। रात बढ्दै जाँदा नदी किनारको रात्रिकालीन बजार जीवन्त हुनेछ। क्याफेबाट आउने कफीको सुवास, कलाकारहरूको मधुर सङ्गीत, पैदल मार्गमा टहलिँदै गरेका परिवार र पर्यटक छ्यापछ्याप्ती देखिनेछन्।